हेलो एभ्रिवान, वेलकम टु माई अनदर भिडियो। आजको भिडियोमा चाहिँ एकदम इन्ट्रेस्टिङ हुनेवाला छ। के भन्दाखेरि हियर इज नाप्तो। जापानमा बस्ने साथीहरूलाई त सबैलाई नाप्तो कस्तो हुन्छ र यसको टेस्ट कस्तो हुन्छ भन्ने कुरा थाहा छँदैछ। अब अरू ठाउँमा बस्ने साथीहरूलाई चाहिँ है नाप्तो कस्तो हुन्छ भन्ने कुरा म भन्छु। यो नाप्तो भनेको चाहिँ सोयाबिन हुन्छ है, सोयाबिन हुन्छ। अनि यसको टेस्ट चाहिँ यस्तो खराब हुन्छ नि, यति ब्याड हुन्छ, स्मेल एकदम ब्याड हुन्छ है। यसको स्मेल चाहिँ कस्तो हुन्छ भन्दाखेरि गनाको मोजा हुन्छ नि, मोजा 2-4 दिन लगाएर नधोइकन राखेको मोजा हुन्छ नि। 2-4 दिन मात्रै होइन, अझ 1 विक 2 विक महिनौ लगाएको मोजा हुन्छ नि, हो त्यस्तो गनाको मोजाको जस्तै स्मेल हुन्छ है। अनि यो नाप्तो चाहिँ फरेनरहरूले चाहिँ खान सक्नुहुन्न है, इभन जापानिजहरूले पनि खान सक्नु हुँदैन रे यो है। अनि आज म यो नाप्तो खाएर देखाउँछु है। मैले यहाँ लिएको छु उमेबोसीको नाप्तो, प्लमको नाप्तो छ। यो चाहिँ सोयाबिनको हो, यो चाहिँ सोयाबिन हुन्छ भित्र है। यसको स्मेल एकदम ब्याड स्मेल हुन्छ है। खाएर देखाउँछु होइन, खाएर त देखाउँछु। कसरी देखाउँछु भन्दाखेरि नर्मल फरेनरहरूले नाप्तो खाँदाखेरिको रियाक्सन र अनि मेरो नाप्तो खाँदाखेरिको रियाक्सन देखाउँछु है त हजुरहरूलाई। है यस्तो हुन्छ। अनि यसमा म हाल्छु सस है, सस उमेबोसीको सस हाल्छु। सस हाल्यो भने मिठो हुन्छ है। सस है, सस हालेँ है, मिक्स 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 है, मिक्स गर्यो। अब यसमा म के हाल्छु भन्दाखेरि मलाई मनपर्ने के भन्दाखेरि र एग हालेँ है। यस्तो भयो, र एग हालेँ, मिक्स 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 मिक्स। अब इन्ट्रेस्टिङ के छ भन्दाखेरि यसमा कुरा अरू फरेनरहरूले चाहिँ, अरू विदेशीहरूले यो खाँदाखेरि कस्तो रियाक्सन देखाउनुहुन्छ अनि मेरो रियाक्सन है त। फर्स्टमा चाहिँ अरूको रियाक्सन है त, अरूको रियाक्सन है, लाइक है yuck, like this, smell is so bad. Like this, यस्तै हुन्छ है। यो अरूको रियाक्सन है, अझै हुन्छ नि, अझ बढी खराब हुन्छ है रियाक्सन। अनि अब चाहिँ मेरो रियाक्सन हेर्नु है त। लुक एट माई रियाक्सन। ओके, मिक्स 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 मिक्स। लुक, दिस इज माई रियाक्सन। I love it. So good. So good. Finished. Thank you for watching. मेरो भिडियो मन पर्यो भने लाइक कमेन्ट गर्नुहोस्। हुने गाई। Thank you for watching.